नमस्ते सबैजनालाई म हजुरहरुकै सबैसँग नमस्कार है नमस्कार अबे जल्दी बोल कल सुबह पनवेल निकलना है म हजुरहरुकै काजी ब्लग्स कान्छो ब्लग्स नाम बिनाको ब्लग्स खत्म बाय बाय टाटा गुड बाय गया के छ अनि हजुरहरु सबै सन्चै हुनुहुन्छ होला म नि सन्चै छु आज चाहिँ त्यस्तो स्पेशल भन्ने केही पनि छैन जस्तो अब पसलमा बसेको यस्तो झ्याउलाएर अनि यस्तो भिडियो बनाएर यस्तो हालिदिउँ कि भनेर मात्रै सोचेर बस्नु लाग्यो अनि काम नि छ अलिअलि काम नि छ त्यो नि हजुरहरूलाई देखाउने छु होइन यति भन्दैमा फेरि के भन्नु चाहन्छु भने अब हजुरहरूलाई कुनै पनि ब्रान्डको फोनहरू होइन चाहिएमा सम्पर्क गर्नु होला स्यामसङको S25 अल्ट्रादेखि तपाईँको सस्तो मोडल A06सम्मको अल टु अल किस्ताबन्दीमा छ हामीसँग चाहिँ अब कुनै पनि ब्रान्डको भनेपछि अब रेडमी सेडमी एप्पल सबै ब्रान्डको जुनसुकै ब्रान्डको नि हामीसँग एभाइलेबल छ होइन जस्ट एक कलमा हजुरको अर्डर अनुसार आइदिन्छ सम्पर्क नम्बर 9822455535 अनि के छ भने अनि यहाँ चाहिँ हाम्रो अगाडि चाहिँ एउटा थर्मल थेरापी भन्ने छ कि त्यहाँ चाहिँ खिच्दै हाँसिरहन्छ अनि आफूलाई नि हाँस्न मन लागिरहन्छ अनि ठिक छ अनि हामीसँग चाहिँ उपस्थित हुनु भइसकेको छ स्यामसङको प्रमोटरज्यू निरज अधिकारी उहाँको गुणगान मैले धेरैचोटि गरिरहेका छौँ उहाँलाई अब के स्यामसङको फोन चाहिएमा सम्पर्क गर्नु होला हो कि भन्नु त स्यामसङको फोन चाहिएमा यदि कालो खालि अलिकति बोयफ्रेन्ड चाहिएमा कालो चाहिँ हल्का 983672 उहाँ चाहिँ ग्लोबलको हाकिम केही चाहिएमा सम्पर्क गर्नु होला लोन चाहिएमा सम्पर्क गर्नु होला हजुरहरूले लोन चाहिएमा सम्पर्क नम्बर भन्नु त सर 9823346683 यहाँ हाम्रो ग्लोबल लघुवित्त वित्तीय संस्था भन्ने माथि छ हेरौला तेरो यो चोरीफुरी कति दिन टिसन भए पनि हेरौला त्यही त हो नि भन्ने नि लघुवित्त भन्दैन ग्लोबल आइयामी होइन हो ग्लोबल आइयामी अनि त्यसपछि मात आउँदैन बोर्ड त यहीँ तलै ल्याइदिन्छ बोर्ड त अनि म अगाडिबाट पनि देखाउने छु अनि एकछिन अनि तपाईँहरूसँग यसो मजा गरौँ कि भनेर बसिरहेको कस्तो हामी थाम चाहिँ अब किताब कपी सबै प्रिन्ट हुन्छ अनि यो चाहिँ हाम्रो बेसिक खान्जी 320वटा होइन यो चाहिँ हाम्रो जापानिज बहिनीले भनेर टोटोलाई पठाइदिनेछु यसमा चाहिँ के छ नि खान्जी कोनिचुवा भने के हो यार मिन्नासान कोनिचुवा मिन्नासान हो सबैजना कोनिचुवा भनेको गुड आफ्टरनुन कुनमानमा भनेको साँझको अलिक साँझो टाइममा गुड इभिनिङ अनि कोनिचुवा भने चाहिँ गुड मर्निङ गाइस आफ्टरनुन कोनिचुवा ओहाएको चाहिँ मास म बिर्सेँ जापानिज बोल्नु आउँदैन यार गाइस कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको हेर सबैलाई हेर उहाँलाई नि आयो उहाँ अलिकति मिलेन क्या हो उहाँलाई नि आउनुभयो होइन म चाहिँ पढ्ने मान्छेलाई चाहिँ आएर गाइस के गर्नु गाह्रो यार धेरै पढ होला है पागल हुन्छ नि मान्छे होइन त्यही भएर म पढ्दिनँ अनि आज चाहिँ फोन नम्बर पनि हालिदिनु त यसको कसको मेरै हाल्नु कसको फोन नम्बर करुणा मेरै घर गएको क्या अरे दिदीको 9822 आफै फेरि 9822 रे भन 9822 त्यो त मेरै नाममा छ कि सिम हुन्न त अर्को भन नि त त्यो नि मेरै नाममा छ एउटा झिकेर हालिदिनु न जसको भयो नि नयाँ अहिले आउँछ अनि उहाँलाई चाहिँ 70 भइसक्यो उहाँको चाहिँ टार्गेट यहाँ चाहिँ हाम्रो कम्तीमा नि 20 लाख आउँछ 15-20 हाम्रो चाहिँ काम धाम छैन है
भित्र छर्लङ्गै हो कि यसले त मान्छे छ भने त ट्याक्कै क्लियर हो फेरि यसले बक्खे भएको ढेँडो गेस्ट हाउस कसैलाई चाहिएमा ढेँडो सेडो खानु पर्नेमा चितवन आएर बक्खे भएको ढेँडो बखाल पसललाई सम्झिने होला उता चाहिँ हाम्रो धौलागिरी दाइलाई फोन गरिदिनु है ए पसलै भन्दा रहेछ यार चाहिँ खानुहुन्थ्यो मौसम त्यस्तै छ मौसम हेर्नु मौसम चाहिँ बवाल छ डाँडा पाखा जाँदा त बवाल देखिन्छ यो भाउ होइन भ्यू बादल त भित्रै छिर मिल्छ बादलको त भित्र वार पारै हो हामी त अब यताको मेरो गुप्तवास चाहिँ सकिसक्यो यताको दाइले गरिरहनु भएको चट्ट मेरो गुप्तवास नो इन्ट्री नो क्रेडिट अब यहाँ मेरो इन्ट्री हुन्छ यहाँ अब मेरो अब अलिअलि यो यहाँ अलिअलि काम छ यो अब फाइनल्ली अब यहाँ चाहिँ अब चट्ट मेरो ठाउँ हो अब साउन्ड अलिकति आवाजले चाहिँ अलिकति तर पङ्खा चाहिँ बवाल छ मेरो अहिले त्यसले साउन्ड अलिकति इको हल्का ख्यार साउन्ड होला जस्तो लाग्छ यो मान्छे चाहिँ जतिखेर नि मलाई बोलाइ गर्छ यार जुन भ्लगमा नि मुन्टिहाल्नु नि मान्छे त्यही हो कि अर्को भ्लगमा तपाईँले हालिदिनु त अब ट्याक्क अब यहाँ चाहिँ अब काम भ्याएर काम गरेको नि हजुरहरूलाई भिडियो बनाउने छु अनि यति भएपछि अनि फेरि अगाडि जानेछु दाइलाई मजाक गर्नेछु एकछिन दाजुभाइ पकाउनु होइन त्यहाँ चाहिँ अब दाइले चिकित्सा गरिरहेको अनि चिकित्सा गर्ने अनि यहाँ बसिरहेको छु अब मेरो काम छ कि 2-3 काम छ अनि त्यो काम भएपछि अनि तपाईँहरूलाई फेरि एउटा यो काम भइहाल्यो अर्को अनि यसको चार्जिङको एक्स थियो यो पाइनँ यसको छ अनि यो पनि छ तपाईँको यता यो एउटा कनेक्टर फेरिन्छ अनि चट्ट यति भएपछि अनि काम सकिन्छ काजीको काम सक्यो काजी जस्तो मान्छे पनि काम गर्नुपर्छ यार के गर्नु नाम मात्रै काजी भएर भएन गोजी खाली छ अब यति भन्दैमा हस्त धन्यवाद फेरि अर्को नेक्स्ट फाइनली गाइस अब चाहिँ होइन अहिले चाहिँ चट्ट अब 4-5वटा काम थियो काम भ्याए एउटा छ एउटा यहाँ यो फोन चाहिँ चार्ज गरिरहेको छु अनि अहिले 4-5वटा काम थियो काम भ्याए चट्ट अगाडि जान्छ एकछिन के अब रमाइलो गर्नुपर्छ है गाइस अगाडि गएर चाहिँ धन्यवाद हजुरहरूलाई लास्टसम्म हेरिदिनु भएकोमा अब राम्रो भयो नि नराम्रो भयो नि हेरेर प्रतिक्रिया दिनु होला के कस्तो भनेर यस्तो कमेन्ट गरिदिनु होला हस् त आजको लागि काजी भ्लगको लागि यति नै बाँकी फेरि आउनेछ हस् त